यो चाहिँ हाम्रो गाउँको दृश्यहरू हेर्नुहोस्। म यताबाट म बिहानीको दौड सिध्याएर फर्किँदाखेरिको यो मतलब दाहिने साइडको दृश्य हेर्नुहोस् यस्तो छ है। यहाँ माटीहरू थुपारिराखेको छ किनभने हाम्रो यहाँ बाटो बन्दैछ अनि यहाँ माटी थुपारिरहेको छ, काम चलिराखेको छ, एकदम भव्य रूपमा काम चलिराखेको छ। हेर्नुहोस् हरियाली है। आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै देश, आफ्नै भेष, आफ्नै शैलीमा हामी हुर्किनु पाउँदा, खेल्नु, बोल्नु, हाँस्नु, जिस्किनु पाउँदा कति आनन्द हाम्रो जीवनमा है। त ईश्वरलाई पनि धन्यवाद छ। अनि हेर्नुहोस् तपाईँहरू देख्न सक्नुहुन्छ कति राम्रो दृश्य हेर्नुहोस् है। अनि यो पछाडिको पनि दृश्य देखिराख्नु भएको छ। पछाडिको दृश्य चाहिँ यहाँ म सानो साइडमा है, दाहिने साइडमा माथिपट्टि सानो स्क्रिनमा म छु। अनि त्यो स्क्रिनको पछाडि चाहिँ यता देब्रेको दृश्यहरू हेरिराख्नुहोस्। अनि मैले ठुलो स्क्रिनमा चाहिँ दाहिनेको दृश्यहरू देखाइराखेको छु। अनि हेर्नुहोस् कति राम्रो दृश्य हेर्नुमा, कति रमाइलो, कति आनन्द लाग्छ। हेर्नुहोस् गाउँघर भन्ने कुरो चाहिँ एकदमै अलगै हुन्छ कि। गाउँघरको जुन चाहिँ वातावरण छ नि, गाउँघरको जुन चाहिँ क्लाइमेटहरू छ नि, एकदमै शुद्ध अनि एकदमै नेचरल। हामीले कोभिड-19मा है, कोभिड-19मा हामीले देख्नु पाउँछौँ कि धेरै बिमारले मानिसहरूलाई गाउँघर भन्दा पनि। अनि तपाईँहरूले देख्नु सक्नुहुन्छ दर्शक, यो चाहिँ हाम्रो तिनाली, यो चाहिँ काटिङ भन्छ यसलाई, काटिङ मराजन, 2 नङ मराजन काटिङ है। अनि यो चाहिँ काटिङ हो। अनि यसो गरेर म चाहिँ यहाँबाट आउँछु। अनि यसरी हेर्नुहोस् म तपाईँलाई देखाउँछु। यो चाहिँ बाटो जुन चाहिँ जान्छ यो चाहिँ एकदमै सिधा बकाजेन डिमापुरतिर जान्छ यो बाटो। अनि यसो गरेर तपाईँ फेरि घुर्नुहुन्छ भने यस्तो गरेर यो चाहिँ हाम्रो गाउँ जाने बाटो हो। यो चाहिँ हाम्रो गाउँ मतलब हाम्रो घर जाने बाटो। अनि यो गाउँ हाम्रै हो। अनि यहाँनिर दोकान परेर हेर्नुहोस् धेरै नै उन्नति भइसकेको छ अहिले गएको बारभन्दा पनि। अनि विशेष गरी यहाँ हामीले देख्न पाउँछौँ। अनि हाम्रो बिचमा हाम्रो दौकन सैका है, उहाँले दोकान खोलिसक्नु भएको छ, यहाँनिर आउनुभएको छ। अनि विशेष गरेर मलाई देखाइराखेको छु दृश्य तपाईँले हेर्नुहोस्। अनि यसो गरेर म जाँदैछु। अनि म यता पसेँ अघि तपाईँलाई जुन देखाएँ बाटो। अनि यो बाटो चाहिँ एकदमै सिधा सुरुपत्थर जान्छ। विशेष गरेर दर्शक पनि मैले हिजो डिमापुरबाट म गएको थिएँ। डिमापुरबाट आउँदाखेरि मैले यो मोबाइल स्ट्यान्ड है यहाँ बिर्सेको थिएँ। अनि यहाँ एकजना भाइले राखिदिनु भएको रहेछ। अनि यो मैले लिएर आएँ, भेटेँ। अनि धन्यवाद छ भाइलाई पनि यो दिनुभएको लागि। अनि बिहान मलाई लागेको थियो म पक्का त्यहीँ छोडेँ होला भनेर है। अनि यो हेर्नुहोस् हाम्रो घर पस्दाखेरिको यो दृश्य, यो चाहिँ मैले देब्रेपट्टिको दृश्य दाहिनेपट्टिको दृश्य तपाईँलाई देखाइराखेको छु। यो हेर्नुहोस् यस्तो राम्रो दृश्य। अनि देब्रेपट्टिको दृश्य पनि तपाईँले मेरो सानो स्क्रिनमा म जहाँ छु त्यहाँ तपाईँले देखिराख्नु भएको छ। ल हेर्नुहोस् यति राम्रो दृश्य, यति राम्रो हेर्नु लाग्ने है दृश्य। हेर्नुहोस् कति राम्रो गाउँघरको जुन चाहिँ वातावरण छ त्यो वातावरण नै धेरै नै अलग छ भनेर म तपाईँहरूलाई भन्ने गर्छु। अनि गाउँघरको जो चाहिँ नेचरल है, सबै कुराहरू नेचरल शुद्ध कुराहरू पाइन्छ। अनि बिमारजामारहरू पनि गाउँघरमा चाहिँ कम्ती हुने गर्छ। अनि हामीले कोभिडको टाइममा पनि हामीले देख्छौँ कि कोभिडको टाइममा, कोरोनाको टाइममा धेरैभन्दा धेरै बिमार चाहिँ सहरको मानिसहरू नै धेरै भएको थियो। गाउँघरमा कोभिड बिमार त्यति साह्रो फैलिएन पनि है। अनि गाउँघरको मान्छेहरू धेरै बिमारहरू भएन। अनि हेर्नुहोस् तपाईँलाई म दृश्य देखाइराखेको छु। अनि हेर्नुहोस् यो चाहिँ हाम्रो गाउँमा बस्दै गर्दाखेरिको यो चाय बगान हो। अनि यहाँनिर हेर्नुहोस् एकदमै हरियाली है। हरियो चाहिँ यो हेर्दै गर्दाखेरि पनि हाम्रो आँखाहरू स्वस्थ हुन्छ। जति हरियो कुरोहरूलाई हामी हेर्छौँ, जिउँदो कुरोहरूलाई हामी हेर्छौँ नि, हाम्रो आँखाहरू पनि स्वस्थ तन्दुरुस्ती हुन्छ। मनमा एकदमै फुर्ती, मनमा एकदमै आनन्द आउँछ। अनि तपाईँहरूले देखिसक्नु भएको छ यो समयमा म गइराखेको छु। अनि तपाईँहरूले हेर्नुहोस् दृश्य एकदमै यो हाम्रो गाउँको दृश्य हो। हेर्नुहोस् एकदमै शुद्ध। म फेरि वरिपरि घुमाएर तपाईँलाई देखाउँदैछु। हेर्नुहोस् हाम्रो गाउँको शुद्ध नेचरल दृश्य तपाईँहरूले देखिराख्नु भएको छ है। अनि ईश्वरलाई धेरै धेरै धन्यवाद छ। अनि विशेष गरेर हेर्नुहोस् म यो समयमा गइराखेको छु। अनि हामी हिँड्दै गर्दाखेरि यहाँनिर हाम्रो गाउँको दाजु पास्टर जित बहादुर छेत्रीज्यू उहाँ आउनु हुँदैछ। अनि उहाँसँग हामी छोटो बात गर्ने। तपाईँलाई स्वागत छ बिहानीको।
धेरै धन्यवाद। जय मसी। अनि आरामै हुनुहुन्छ? एकदम बढिया। कहाँबाट कहाँसम्म अनि? म घरबाट बाटोसम्म। अच्छा, तपाईँ वकिङ गर्नु हुँदैछ न? कसो हो? अलिअलि हल्का पुल्का। हजुर। अनि कस्तो रात कस्तो बित्यो तपाईँको? एकदम फाइन बित्यो है। अनि सपना दर्शनहरू देख्ने गर्नु? एकदम राम्रो। प्रभुको सपना दर्शनहरू देख्ने गर्नुहुन्छ कि हुन्न? प्रभुको अनुग्रहमा सपना राम्रो देखिन्छ। अच्छा हजुर। अनि बिहान तपाईँ हल्का पुल्का हेर्नु हुँदैछ, निश्चय नै तपाईँले फाइदा त पाउनु हुँदैछ। अनि बिहानीको जुन चाहिँ हिँड्दाखेरिको फाइदा अलिकति दर्शकहरूलाई साझा गरिदिनुहोस् न तपाईँले। यहाँबाट अलिकति तपाईँले दर्शकहरूलाई सचेत पनि गराउनुहोस्। बिहान जस व्यक्ति बिहान 4 बजी वा 3 बजी वा 5 बजी उठेर जब हिँड्छ, वकिङ गर्छ, उसले एक्सर्साइज गर्छ भने उसको जीवनको लागि धेरै 100मा 95% फाइदा छ। यस। अनि त्यसले गर्दाखेरि जो पनि तपाईँहरू हुनुहुन्छ घरमा, तपाईँहरू भइसके हिँड्ने कोसिस गर्नुहोस्। बिहान 5 बजी लिएर 6 बजीसम्म हिँड्नुहोस्, 6 बजी लिएर 7 बजीसम्म हिँड्नुहोस्। काम हेरेर, घरको तपाईँको काम धन्दा हेरेर हिँड्नुहोस्। आफ्नो शरीर तपाईँको अब 80 वर्षमा तपाईँ मर्नुहुन्छ भने तपाईँलाई 10 वर्ष आयु परमेश्वरले बढाइदिनुहुन्छ। त्यसले गर्दा आयुको लागि चाहिँ तपाईँ आफ्नो शरीरलाई स्वास्थ्य राख्नुपर्छ भने तपाईँहरू राम्रोसँगले हिँड्नुहोस्। परमेश्वर तपाईँलाई आशिष गर्नुहुन्छ र हरेक रोगबाट तपाईँ निरोगी हुनुहुन्छ। धन्यवाद। धेरै धन्यवाद। अनि विशेष गरेर एउटा कुरो, तपाईँ हाम्रो गाउँमा तपाईँहरू गाउँलाई, हाम्रो गाउँको बासिन्दाहरूलाई तपाईँले एक्चुअली सेवा गर्ने काम गर्नुहुन्छ है। दिनभरि तपाईँ सेवा गर्नुहुन्छ गाउँको, भनौँ गाउँलाई सर्भिस दिनुहुन्छ। गाउँलाई चाहिने कुराहरू, जो घरमा आवश्यकता वस्तुहरू तपाईँहरूले कता कताबाट ल्याएर प्रदान गर्नुहुन्छ। अनि विशेष गरेर हाम्रो गाउँवासीहरूलाई तपाईँले यो भिडियो मार्फतबाट छोटो मेसेज दिनुहोस्। यो बिहानी पखमा के भन्नुहुन्छ? तपाईँहरू सेवा त तपाईँले गरिराख्नुहुन्छ गाउँको मानिसहरूलाई, अनि फेरि यो भिडियो मार्फतबाट सानो तपाईँहरूले मेसेज दिनुहोस् गाउँको जो अहिलेको युवा पिँढीहरूलाई, भनौँ सबैलाई है, सानो छोटो। म आजको युवा र पिँढीहरूलाई र आजको युथहरूलाई के भन्न चाहन्छु भने, तपाईँहरू कोही पनि घरमा ढुक्क बसिराख्नु नराख्ने, केही न केही एउटा उन्नतिको लागि बाटो खोज्नु। अनि केही उन्नतिको बाटो खोज्नु र त्यो उन्नतिको बाटोबाट बाउआमालाई सुकुन मिल्छ, गाउँघरलाई सुकुन मिल्छ। र नराम्रो बाटोमा नहिँड्नु, नराम्रो गलत काम नगर्नु र हरेक काम चाहिँ राम्रो भएको होस्। परमेश्वरले सबैलाई आशिष गर्नुहुन्छ। धन्यवाद। हस् त, बहुत बहुत धन्यवाद तपाईँलाई है। त परमेश्वरलाई धन्यवाद छ। अनि विशेष गरेर दर्शक पनि हामीले सुन्नु सक्यौँ। उहाँ चाहिँ हाम्रो गाउँको भनौँ उहाँले दोकान पनि गर्नुहुन्छ। अनि विशेष गरेर गाउँमा धेरै जनताहरूलाई, धेरै पब्लिकहरूलाई उहाँले सेवा गर्ने काम पनि गर्नुहुन्छ। अनि त्यसैले धन्यवाद छ। अनि फेरि हामी आउँदो भिडियोमा हामी भेटौँला। जस्तोको त्यस्तै पेजलाई तपाईँहरूले फलो गर्नुहोस्, सेयर गर्नुहोस्। अनि फेरि आउँदो भिडियोमा तपाईँहरू हामी भेट्नेछौँ। अनि यहाँ जस्तोको त्यस्तै तपाईँहरूलाई पस्किनेछौँ। हस् त, धन्यवाद।